नमस्कार। यति बेला मलाई हेर्दै हुनुहुन्छ पक्कै पनि। म अहिले रोल्पाको त्रिवेणी गाउँपालिका अन्तर्गत 3 नम्बर वडा उपल्लो छापमा छु। तपाईहरुसँगको यो दृश्य पछाडि देखिसक्नु भएको छ। यो निकै धनी एरिया हो। मतलब धनी एरिया भन्नाले मैले तपाईहरुसँग जोड्न खोजेको कुरा के हो भने पैसाको धनी एरिया भनेर हामी भन्न सक्छौँ। तर वास्तविक त्यसो होइन। मैले भन्न खोजेको कुरा के हो भने जब हामी यहाँ पछाडिपट्टि हेर्छौँ यो सबै एरिया ढुङ्गाको खानी भएको एरिया हो भने हामीले देखाइरहेको यो दृश्यले पक्कै पनि निकै महत्त्वपूर्ण छ होला जस्तो लाग्छ मलाई। यो एरिया ढुङ्गा खानी मात्र होइन, यहाँ सिमेन्ट पनि नजिकै उत्पादन हुन्छ। म एकैछिनपछि तपाईहरुलाई देखाउने छु। भने अहिले म चाहिँ उपल्लो छापमा भनेको तलको एरिया हो भने उपल्लो छाप यहाँ हामी देख्न सक्छौँ। र जब मैले यो पछाडिको भ्यू तपाईहरुलाई देखाइरहँदाखेरि यो तलको एरिया जुन लिङदुङ भन्ने एरिया हामी देख्न सक्छौँ। त्यसैले यो तलको भूभागलाई हेरिरहँदाखेरि त्यसरी देखाइएको कुराले पक्कै पनि तपाईको मन छुन्छ होला भन्ने मलाई लाग्छ। एकैछिनपछि तपाईहरुलाई त्यो एरिया देखाउने छु। मेरो पछाडिको घर चाहिँ मेरो मामा उसको हो। बेला बेला हामी साथीभाइ नै हो र नाताले मामा पनि हो। त्यसरी उहाँको घर अगाडिबाट आएर मैले तपाईहरुसँग भिडियो बनाउँदैछु। कस्तो लाग्छ प्रतिक्रिया पाऊँ है। राम वर्कसप एन्ड रिकन्डिसन हाउस, पँधेरी खोला, लिबाङ, रोल्पा। हाम्रा सेवाहरू रोल्पाको लिबाङदेखि दाङको घोराइसम्म यात्राका लागि हामीलाई सम्झनुहोस्। राम केसी, रोल्पा, लिबाङ।